वेलकम टु माई न्यू भिडियो गाइज। तपाईले टाइटल र थम्बनेल हेरेर थाहा पाइसक्नु भयो कि आजको भिडियो केसँग रिलेटेड छ भन्ने कुरा। आजको भिडियो चाहिँ मैले अलि डिफ्रेन्ट खालको भिडियो बनाएको छु। यो पालि चाहिँ मैले चाहिँ होन्डा डियोको 110 सीसी को र BS6 भर्जन चाहिँ स्कुटर लिइसकेको छु। यो स्कुटरको बारेमा चाहिँ म अब तपाईलाई डिटेलली भन्नेछु र के छ यसमा, के फिचरहरू राम्रो छ, प्रोज एन्ड कन्स के हो, यसको प्राइस कति छ, कम्प्लिट डिटेलमा भन्नेछु के छ त यसमा फिचरहरू। ल सुरु गरौँ है त गाइज। ल अब सुरुमा डिजाइनको कुरा गर्नु पर्दाखेरि चाहिँ यो चाहिँ एकदमै स्पोर्टी लुकमा यस्तो बबाल पहिला भन्दा चाहिँ एकदमै राम्रो खालको डिजाइनमा आएको छ र यो साइडबाट हामी हेर्छौँ यस्तो बबाल लुक्स देखाउन सक्छौँ र पछाडिबाट हेर्दा पनि पहिला भन्दा एकदम यो चाहिँ ग्राजिया टाइपमा यो ल्याम्पहरू पनि ग्राजियाको जस्तो, पछाडिको ब्रेक लाइटहरू पनि ग्राजिया टाइपमा आइरहेछ। यो अगाडिको पनि चेन्ज छ। सुरुमा चाहिँ अब हामी यहाँ अगाडिबाट जाउँ। यो चाहिँ अब फर्स्टमा चाबी हालौँ। यसलाई चाबी हालेपछि चाहिँ यहाँ चाहिँ यस्तो देखिन्छ र फर्स्टमा चाहिँ राइटपट्टि चाहिँ यो चाहिँ इन्जिन किल स्विच हो। यसले चाहिँ तपाईँले स्टार्ट अफ गर्ने अन गर्न सक्छौँ। यस्तो गर्दाखेरि चाहिँ अन गर्न सक्छौँ हामी। अहिले चाहिँ मैले यहाँ ब्रेक लिनुपर्ने हुन्छ, ब्रेक लिएको छुइनँ। र यहाँ अब यो अगाडिको हेरौँ। यसमा हेर्नु पर्दाखेरि चाहिँ यो माथिको चाहिँ तपाईँको कति स्पिड कुद्यो भन्ने देखाउँछ। यो मुनिको चाहिँ तपाईँको कति किलोमिटर रन भयो भन्ने देखाउँछ यसले। यो तलको इन्जिनको फ्युल देखाउँछ कति भयो, तपाईँको कति फ्युल छ। र यसमा टाइमिङ कति बज्यो कति टाइमिङ पनि देखाउँछ। एउटा राम्रो फिचर भने यो छ। त्यसै गरी यतापट्टि लेफ्टपट्टि चाहिँ एउटा अब हेडलाइट, त्यसपछि बिम लाइटको भयो, त्यसपछि पास पनि लाइट छ एउटा, यहाँनिर पास लाइट छ। र त्योभन्दा मुनिपट्टि इन्डिकेटरको कुरा गर्नुपर्दा यो यतापट्टि बाल्दाखेरि यहाँनिर इन्डिकेटर ब्लिङ्क हुन्छ र लेफ्टपट्टि राइटपट्टि बाल्दाखेरि र यतापट्टि ब्लिङ्क भयो होइन। त्योभन्दा मुनिपट्टि चाहिँ त्योभन्दा तल हर्नको छ। र अब इन्जिनको कुरा गर्नुपर्दाखेरि चाहिँ यो चाहिँ 110 सीसी को BS6 भर्जन हो। 109.5 सीसी को इन्जिन रहेको छ यसमा। अब लाइटहरूको कुरा गर्नुपर्दाखेरि चाहिँ यसमा चाहिँ माथि भी सेपको LED DRL दिएको छ भने तलपट्टि पनि LED दिएको छ। यो चाहिँ झनै एकदम स्पोर्टी लुक देखिन्छ, झन् लाइट बल्दाखेरि झनै राम्रो देखिन्छ। र यो स्कुटर चाहिँ एकदमै हेर्दा पनि एकदमै लुक्स पनि बबाल। यो चाहिँ केटा मान्छेले पनि चलाउन मिल्ने, केटी मान्छेले पनि चलाउन मिल्ने, जसले पनि चलाउन मिल्ने खालको स्कुटर हो यो चाहिँ। बुट यहाँ स्पेसको कुरा गर्नुपर्दाखेरि चाहिँ तपाईँले यहाँ पहिलाको होन्डा डियोमा चाहिँ यहाँनिर सिलिन्डर एउटा राख्न सक्नुहुँदैन थियो भने अहिलेको होन्डा डियोमा चाहिँ तपाईँले यो सिलिन्डर पनि राख्न सक्नुहुनेछ। त्यसै गरी यो सिट पनि एकदमै कम्फर्ट खालको सिट छ, एकदमै राम्रो खालको सिट छ। त्यसपछि अब यहाँ योभन्दा पछाडि पनि यो लुक्स चाहिँ पछाडिबाट हेर्दाखेरि चाहिँ होन्डाकै ग्राजिया टाइपको एकदमै राम्रो देखिने लुक्स छ, अपडेटेड भएर आएको हो। यसमा चाहिँ फ्युलको ट्याङ्की चाहिँ पहिलाको होन्डा डियोमा BS4 मा चाहिँ भित्र हुन्थ्यो, यो सिटभित्र हुन्थ्यो भने यसमा चाहिँ यो बाहिर यहाँनिर रहेको छ। अहिले म खोलेर देखाउँछु। यसलाई चाहिँ यहीँबाट अन अफ गर्ने नै सिस्टम छ होइन, चाबीबाटै अन अफ यहीँबाट अन अफ गर्न मिल्यो। अनि स्पेसको लागि चाहिँ यहाँ पनि एकदम राम्रो ठाउँ छ। यहाँनिर पनि तपाईँले केहरू राख्न मिल्यो। अनि यतापट्टि चाहिँ तपाईँले बोतलहरू पनि राख्न सक्नुहुनेछ। यहाँ मुनि चाहिँ तपाईँको पहिला चाहिँ यहाँ सिलिन्डरहरू राख्न मिल्ने थियो भने अहिलेको BS6 भर्जनमा चाहिँ सिलिन्डर पनि राख्न मिल्ने खालको आएको छ। अब लुक्सको कुरा त एकदमै बबाल भइहाल्यो यो। त्यसपछि यहाँनिर पनि यो पछाडिको साइलेन्सरहरू पनि अलिकति चेन्ज भएर आएको छ। त्यसै गरी अब यतापट्टि पनि चेन्जै छ। यहाँ यतापट्टि यस्तो राम्रो देखिन्छ। र अब म चाहिँ सिट खोलेर हेर्छु है त। ल अन गऱ्यो है, यो चाहिँ सिट अन भएको छ। ल सिटलाई चाहिँ अब यहाँ यो चाहिँ 5.3 लिटरको ट्याङ्की छ यसमा चाहिँ। र यहाँनिर चाहिँ एउटा यो हेलमेट पनि राख्न मिल्छ। यो खाली ठाउँ यो चाहिँ यहाँ चाहिँ 5 लिटर जतिको 6 लिटर जतिको चाहिँ यहाँ स्पेस अलिक पहिलाको BS4 मा भन्दा चाहिँ यसमा चाहिँ अपडेट भएर आएको छ। र यहाँनिर चाहिँ हामीले किन्दाखेरि यो पाउँछौँ। यहाँ चाहिँ तपाईँको यो बाइक बिग्रियो भने खोल्नेहरूको पाइन्छ, खोल्ने इन्स्ट्रुमेन्टहरू पाइन्छ। र यतापट्टि चाहिँ तपाईँको के गरी बिरामी हुनुभयो भने पनि यहाँनिर घाउचोट लाग्यो भने पनि यहाँनिर हेर्ने हुन्छ। र यसलाई बन्द गर्नु। यो चाहिँ पहिलाको भन्दा अझै ठुलो स्पेसमा छ, यो एकदमै ठुलो स्पेसमा छ। अब यो ट्याङ्की खोलेर हेर्छु म। स्विच यहाँनिर तपाईँले यो स्विच थिचेर चाहिँ तपाईँलाई पछाडिको ट्याङ्की यो फ्युल हाल्ने ठाउँ खोल्न मिल्छ। फ्युल हाल्ने ठाउँ चाहिँ यस्तो छ। अब तपाईँ उठ्नु पनि पर्दैन। पहिलाको स्कुटरमा चाहिँ उठ्नु पर्थ्यो भने अब अहिले चाहिँ उठ्नु नै पर्दैन। लक गर्नको लागि चाहिँ यसरी यस्तो गरेपछि लक भयो। अब यो अन गर्नको लागि चाहिँ त्यहाँ थिरेपछि अन हुन्छ। ओके। र अब सेफ्टीको बारेमा कुरा गरौँ। सेफ्टीको बारेमा कुरा गर्नु पर्दाखेरि चाहिँ यसमा चाहिँ कम्बो ब्रेक भनेको चाहिँ तपाईँको पछाडिको ब्रेक यहाँनिर पछाडिको ब्रेक लाउनु भयो भने अगाडि पछाडि दुवैमा ब्रेक लाग्छ। यो चाहिँ एकदमै राम्रो खालको हो। यो चाहिँ झन् अपडेट भएर आएको छ। ब्रेकमा सेफ्टी त झन् एकदम राम्रो दिएको छ। र अब टायरको कुरा गर्नु पर्दाखेरि चाहिँ पहिलाभन्दा ठुलो खालको टायर छ यसमा चाहिँ। पहिला चाहिँ अगाडिको टायर भनेको 10 इन्चीको आउँथ्यो भने अहिलेको BS6 भर्जनमा चाहिँ 12 इन्चीको टायर आउँछ। यो चाहिँ ठुलो खालको टायर छ, तपाईँलाई अफरोड जान लगे पनि राम्रो हुन्छ। त्यसै गरी पछाडिको टायर चाहिँ 10 इन्चीको आउँछ। 10 इन्चीको आउँछ। यो ट्युबलेस टायर हो। अगाडि पछाडि दुवैको ट्युबलेस टायर हो। सकिङको कुरा गर्नुपर्दा पनि राम्रो खालको सकिङ छ यसमा चाहिँ। पहिला भन्दा अपडेट भएर सक पनि एकदमै राम्रो खालको छ। लुक्स वाइज पनि एकदमै बबाल
सबै पर्फर्मेन्सदेखि लिएर सबै बबाल छ। अब कुरा गरौँ यसको यो चाहिँ 4वटा कलरमा अभाइलेबल छ। विशेष गरी यो 4वटा कलरमा अभाइलेबल छ नेपालमा चाहिँ। रेड कलर, ब्लू कलर, येलो कलर र ब्ल्याक कलर, यो 4वटा कलरमा चाहिँ अभाइलेबल छ नेपालमा। यो चाहिँ स्ट्यान्डर्ड र डिलक्स भर्जन दुवैमा आउँछ र हामीले चाहिँ यो डिलक्स भर्जन लिएका छौँ। यो चाहिँ यसको प्राइस चाहिँ 2,69,900 हो। अब कुरा गरौँ यो स्कुटरको प्रोज र कन्सको बारेमा। अब प्रोजको कुरा गर्ने हो भने चाहिँ यो स्कुटर भाइ हेर्दाखेरि नै एकदमै राम्रो, एकदम सेफ्टीको हिसाबले, चलाउनको हिसाबले, अनि यो केटी मान्छेलाई, छोरी मान्छेलाई पनि हुन्छ र छोरा मान्छे जसले चलाए पनि हुन्छ, सामानहरू राख्न पनि मिल्छ। यो सबैको हिसाबले चाहिँ यो स्कुटर चाहिँ मैले चाहिँ नेपालमा देखेको वान अफ द बेस्ट स्कुटर हो। किनभने यो हेर्दा पनि स्पोर्टी, एकदमै तपाईँले राति चलाउनु हुँदा त यस्तो बबाल देखिन्छ कि म हिजो एकचोटि ट्राई गर्दा यस्तो राम्रो देखिन्थ्यो, एकदमै राम्रो देखिन्छ। र यो स्कुटरमा अर्को भनेको चाहिँ यहाँ एउटा साइडमा यहाँनिर चाहिँ तपाईँले मोबाइलहरू पनि राख्न सक्नुहुन्छ। यहाँनिरको लागि तपाईँलाई ब्यागहरूको लागि र छोरी मान्छेहरूले ब्याग बोक्नलाई पनि सजिलो हुन्छ। त्यसपछि अर्को पनि छ यहाँनिर, यहाँ पनि तपाईँ लक गरेर राख्न सक्नुहुन्छ। र अनि त्यसपछि यहाँ अर्को भनेको चाहिँ यहाँ सेफ्टी, यो स्टार्ट गर्नलाई, यो चोरी हुनलाई पनि अलिकति जोगाउँछ यसले, यो किनभने यहाँनिर खोल्न मिलेन। र स्कुटरको यो लक खोल्नको लागि चाहिँ यो साइड युज गर्नुपर्ने हुन्छ यसरी हामीले, होइन, यसलाई यसरी घुमाउने, त्यसपछि अनि त्यसपछि लक यो गर्ने। त्यहाँबाट यो अफ स्टेटमा छ, त्यसपछि अन गर्नलाई यो गर्नु पऱ्यो। यो सिट र फ्युल हाल्नलाई, तेल हाल्नलाई यो गर्नु पऱ्यो भने यहाँ लैजानु पऱ्यो। त्यसपछि यो गरेपछि मात्रै अन हुन्छ क्या। अनि अर्को एउटा राम्रो पक्ष भनेको चाहिँ स्टार्ट गर्दाखेरि यो पहिला स्कुटर चाहिँ यहाँनिर स्टार्ट गर्ने एउटा अप्सन हुन्थ्यो, त्यसले चाहिँ घुर्र गरेर अर्कै साउन्ड आउँथ्यो। र अहिले यसमा चाहिँ अपडेट भएर यहाँनिर तपाईँले स्टार्ट गर्दाखेरि साउन्डै कति आनन्दको साउन्ड आउँछ, एकदम राम्रो सास मिठो साउन्ड आउँछ कि सुन्दा पनि मजा आउने खालको के साउन्डले स्कुटर चलाएकै फिल हुँदैन यो स्कुटर चलाउँदाखेरि चाहिँ। यसमा चाहिँ अर्को कुरा भनेको जस्तो तपाईँले अन गर्नु भएपछि अब यहाँ तपाईँको कति फ्युल गयो, कतिको माइलेज दिन्छ, सबै कुराहरू देखाउँछ। कतिमा मेन्टेनेन्स गर्नुपर्ने, अब तपाईँको 1 लिटर तेल हाल्नुभयो भने कति किलोमिटर कुद्छ, अथवा तपाईँसँग फ्युल कति बाँकी छ त्यो अनुसार पनि यहाँ देखाउने हुन्छ। यहाँनिर चाहिँ तपाईँलाई देखाउँछ, यहाँनिर थियो भने यहाँ चेन्ज गर्न मिल्छ, यहाँनिर चाहिँ तपाईँलाई चेन्ज गर्न मिल्छ। यसरी हेर्न चेक गर्न नि मिल्छ तपाईँले कति। अहिले चाहिँ 46.6 दिइरहेछ। यसको मिनिमम माइलेजको कुरा गर्नुपर्दा चाहिँ यसले चाहिँ एकदमै राम्रो माइलेज दिन्छ। कम्पनी क्लेम अनुसार चाहिँ 50 को माइलेजको कुरा गरे पनि यसले चाहिँ 45 भन्दा माथि नै दिन्छ। नेपालको रोडमा चाहिँ 45 भन्दा माथि नै दिन्छ। मेरोमा चाहिँ अहिले 46 दिएको छ, मैले एक दिन कुदाइसकेको। यसले मिनिमम 46 चाहिँ मजाले नै दिन्छ तपाईँको। झन् यो पनि अपडेटेड भर्जन हो है। र यो स्कुटरमा मलाई लागेको कन्सको कुरा गर्नुपर्दा, अर्थात् डिसएडभान्टेजको कुरा गर्नुपर्दाखेरि चाहिँ यो स्कुटर जम्मा 110 सीसी को मात्रै हो। यो चाहिँ 125 सीसी को स्कुटर भइदिए भए अझै बेस्ट हुन्थ्यो एकदम। अनि पछाडिको टायर पनि, अगाडिको टायर 12 इन्चको छ भने पछाडिको पनि 12 इन्चको भए त्यो झनै राम्रो हुन्थ्यो। तर यो अब यो अपडेट होला, सायद बिस्तारै अपडेट हुन्छ। प्राइसको हिसाबले डिसएडभान्टेजको कुरा गर्नुपर्दाखेरि चाहिँ प्राइसको हिसाबले यो अलिक महँगो स्कुटर पर्यो। यो 2,20,000 25,000 जतिमा आउनुपर्ने स्कुटर हो, तर अब नेपालमा अलिक महँगै छ। यो स्कुटरको माइलेजको कुरा गर्नुपर्दाखेरि चाहिँ यो स्कुटरले मिनिमम कम्पनी क्लेम अनुसार चाहिँ 50-55 भनेको छ, तर हामीले चलाउँदाखेरि चाहिँ मिनिमम 45 पनि आउँछ। नेपालको बाटो त्यति नराम्रो भए पनि, जस्तो भए पनि जस नेपालमा चाहिँ यसले 50-55 को माइलेज चाहिँ मजाले नै दिन्छ। यो चाहिँ म आफैले चलाएर पनि हेरिसकेँ र म अझै यो अपडेट गरेर तपाईँहरूलाई के कस्तो हुन्छ अझै म चलाएर हेर्छु। अझै म 1000 कुडेपछि कति माइलेज दियो, त्यसपछि 10,000 गुडेपछि कति गुड्यो, यो सर्भिसिङ कति टाइममा गर्नुपर्छ, यो सबैहरू तपाईँलाई चाहियो भने भन्नु होला, म तपाईँहरूलाई मजाले एकदम डिटेलमा भन्नेछु। र यो स्कुटरको एउटा फाइदा भनेको चाहिँ BS6 भर्जनको चाहिँ मेन काम भनेको चाहिँ BS6 र FI पनि हो। र यो स्कुटरले एउटा राम्रो फाइदा भनेको चाहिँ यो चाहिँ जाडो महिनामा पनि स्टार्ट हुन्छ। जस्तो चिसो सिचुएसन आए पनि यो चाहिँ स्टार्ट हुन्छ। यो चाहिँ एकदमै राम्रो फाइदाको कुरा हो। र त्यही भएर पनि यो महँगो भएको हुनसक्छ। अनि FI इन्जिन हो, यसमा चाहिँ मिनिमम 1 लिटर तेल राख्नुपर्छ। यो चाहिँ एउटा नराम्रो भनौँ न, नराम्रो पक्ष भनेर चाहिँ यसलाई भन्न सकिन्छ। मिनिमम 1 लिटर तेल चाहिँ यो स्कुटरमा हुनैपर्छ। र यो स्कुटरको प्रोजको कुरा गर्नुपर्दाखेरि चाहिँ यसको सुरुमा पावरको कुरा गरौँ, पावर पनि एकदम राम्रो खालको पावर छ यसमा। र त्यसै गरी यसमा सिट पनि एकदम कम्फर्ट खालको सिट छ, अरूमा भन्दा एकदम राम्रो सिट छ यसमा। सहिलो पनि छ बस्नको लागि, अनि राख्नको लागि पनि मोबाइलहरू, ब्यागहरू झिन्डाउन पनि एकदम राम्रो छ। त्यसपछि त्यहाँ सिलिन्डर राख्ने पुरा एउटा त्यो प्रोज भइहाल्यो। अनि डिजिटल मिटरहरू त्यो एकदम राम्रो देखिन्छ। स्टार्ट गर्दाखेरि साउन्ड आउँदैन, त्यो पनि प्रोजको कुरा भयो। त्यसै गरी अनि अर्को भनेको चाहिँ मेन हामीलाई चाहिने भनेको चाहिँ भोलिपछि यो बेच्दाखेरि चाहिँ यसको रिसेल भ्यालु पनि एकदमै राम्रो आउँछ। अरू स्कुटरहरू चाहिँ यो स्कुटरको धेरै राम्रो रिसेल भ्यालु आउने भएकोले यो स्कुटर चाहिँ मेरो लागि बेस्ट हो, र तपाईँको लागि पनि यो स्कुटर बेस्ट हो भन्न सक्छु म। किनभने पावर, पर्फर्मेन्स सबै कुराहरूले यो राम्रो छ, त्यही भएर यो स्कुटर किन्न चाहिँ फरक पर्दैन। र अब
लगभग अन्तिम चरणमा आइसकेका छौँ हामी। लगभग सबै कुराहरू समेट्यौँ जस्तो लाग्छ। केही कुराहरू छुट्या छ भने कमेन्टमा गरिदिनु होला। अनि हामी चाहिँ तपाईँहरूको कमेन्ट सधैँ पढिरहेका हुन्छौँ। के कस्तो छ, मैले अब स्कुटर किनिसकेँ, मैले एक दिन चलाइ पनि सकेँ। अब अर्को 1 महिना पछाडि के हुन्छ, कस्तो कस्तो के देखिन्छ यसमा चाहिँ नराम्रो कुराहरूमा, यो पनि अपडेट गर्ने नै छु। हामीसँगै रहनु होला। अनि कुनै कमेन्ट छ, कुनै एउटा सल्लाह सुझाव छ भने तपाईँहरूले मजाले फिल फ्री टु यो तपाईँहरू सेयर यो कमेन्ट होइन, तपाईँले आनन्द भएर यो कमेन्टहरू गरिदिनु होला। म एकदम खुसी हुनेछु तपाईँहरूको कमेन्टको प्रतिक्षामै छु। र भिडियो कस्तो लाग्यो गाइज, सबैजनाले यतिखेरसम्म हेरिदिनु भएकोमा सबैजनालाई थ्याङ्क यू भन्न चाहन्छु। र अर्को भिडियोमा हामी फेरि राम्रो भिडियो लिएर आउने नै छौँ। त्यति बेलासम्म कुर्दै गर्नु होला। बाई बाई। अर्को भिडियोमा सी यू इन नेक्स्ट भिडियो।